हेलो गुड मर्निङ एभ्रिवान सबैजनालाई नमस्ते। बिहानीको सुरुवातमा हजुरलाई म खजुरीको माड देखाउँदैछु किनकि हाम्रो चाहिँ आज क्लासमा रामेन र चपस्टिकले खाने च्यालेन्ज थियो। त्यसैले चाहिँ खजुरीको माडमा गएर हामी चाहिँ दुईवटा रामेन लग्यौँ, एउटा साथीले एउटा मैले। अनि त्यसपछि हामी काउन्टर बिलिङमा गएर बिल गऱ्यौँ। त्यो पछि यो शङ्खमलको पुल थाहा नै छ होला कतिलाई, मेरो भ्लग हेर्नेहरूलाई चाहिँ धेरैलाई चाहिँ थाहा छैन। अब भर्खर सुरु गरेको हुनाले चाहिँ म चाहिँ यो बाटो नै हिँडेर आउँछु भनेर। अनि त्योपछि क्लास पुग्यौँ। क्लास पुगेर चाहिँ यस्तो खाने सुरुवात भइरहेको थियो। सेन्सेल चाहिँ हामीलाई प्र्याङ्क गरिदिनु भएको, च्यालेन्ज हुन्छ चपस्टिक च्यालेन्ज हुन्छ आज चाहिँ भन्नुभएको। अनि पछि लगेर रामेन लगेर जाँदा चाहिँ हुँदैन अरे, स्टुडेन्ट नै आएन अरे आज, त्यसैले सबै खाऊ अरे भयो कि आज नगर्ने भन्नुभयो। त्यसैले चाहिँ खाँदैछौँ। खाएँ ल गाइजहरूलाई चाहिँ भन्ने बिर्सेँ मैले, सरी खाएँ ल। मलाई बुल्दक चाहिँ खासै मन परेन किनकि यो गुलियो र नुनिलो मिक्स थियो, अर्कै टेस्ट चाहिँ अर्कै आइरहेको थियो। अनि यो सिन भन्ने यो रामेन चाहिँ एकदम मिठो थियो, कोरियन नुडल। अनि त्योभन्दा पछि रुम फर्किसकेपछि बाटोमा यस्तो गड्डागुड्डी त भेटिरहनुहुन्छ हजुर काठमाडौँमा। अनि यो शङ्खमल पुल पारि चाहिँ यो फेरि आँखा चेकअप भइरहेको थियो। मैले पनि चेक गरेँ किनकि मेरो आँखा हल्का 2-4 दिनदेखि चाहिँ कस्तो दुखिरहेको थियो, त्यस्तो भइरहेको थियो। त्यसैले यो चस्मा लगाएर कुन मुभीको याद आइरहेको छ कमेन्ट गर्नु होला है। त्योभन्दा पछि फेरि यता आँखा यसमा चेक गऱ्यो, उहाँ म्यामले चेक गरिराख्नु भएको थियो। अनि चेक गरेको धेरै पावर त थियो, कमजोर त भएको रहेछ धेरै 0.25। रुम फर्किने यो चाहिँ पिम्बल देख्न सक्नुहुन्छ। त्यसबारे चाहिँ मेरो साथी चाहिँ उताबाट गइहाल्छन्। म चाहिँ रुम पुगेँ गाइस, बाई बाई।